मेसी, नेमार, रोनाल्डो तपाईं हेर्नुहुन्छ टिभीमा तर म तपाईहरुलाई आज देखाउनु वाला छु रियल लाइफ टुर्नामेन्ट हाम्रो गोरीगञ्जमा हुँदैछ कोपर कप स्टेट फुटबल टुर्नामेन्ट आज हाम्रो फाइनल म्याच तपाईहरुलाई त्यही लग्ने बेला छु र आज रियल लाइफ टुर्नामेन्ट देखाउने बेला छु मेसी रोनाल्डो भने तर देखाउन त सक्दिन त्यही पनि एज लाइक सेम फुटबल चाहिँ देखाउने बेला छु गाइज Let's welcome to my video. Let's go to the final game. म त्यहाँ पुग्दासम्म खेलाडीहरू मैदान छिरिसकेका थिए खेल पनि स्टार्ट हुन लागिसकेको थियो दुईटै फाइनलिस्ट टिम रेडी फर द फाइनल यहाँ ट्रफी र मेडल चकाचक चल्किरहेको छ मलाई पनि एज अ गेस्ट बोलाउनु भयो माथि यो पनि मेरो लागि ठुलो कुरा हो यति ठुलो ठुलो मान्छेसँग बस्नु हैन अनि त्यसपछि गेम पनि स्टार्ट हुन लागिसकेको थियो र फाइनली हाम्रो गेम पनि स्टार्ट भयो गेम चाहिँ स्टार्ट भइसकेको छ गाइज आजको फाइनल गेम शिव सदाक्षीको सिबी स्पोर्टिङ क्लब भर्सेस रतमाई मोरङको रोमाञ्चक फाइनल मुकाबला गाइज हाल्ला के हो के हो गयो कि क्या हो गोल ल ल ल गोल पियो गोल रोक्यो से ए तेरी हो कस्तो Ui, my God. Martik, atikat Martik. Jadi march भनेको थियो बाप रे हान्ने त हानेकै थियो है हान्छ कान हो हान्ला त अरे बाप रे सुट त बगाले गयो थियो फल आली मिनेटको अतिरिक्त समय थपिएको जानकारी गराउँदैछौँ गेम को हाफ टाइम सकिसक्दा पनि गाइज अहिलेको स्कोर 0-0 यो फाइनल मुकाबलामा अहिलेको कुनै टिमले पनि स्कोर गर्न सकेको छैन अब सेकेन्ड हाफमा कस्तो के रिजल्ट आउँछ तपाईहरुले यो गेम त यस्तै भयो कि गाइज तर यहाँको ऑडियन्स तपाईहरुलाई देखाउन चाहन्छु कतिको क्रेजी छ भन्ने कुरा त्यो भनेको बाटो गाइज बाटो स्टेडियम जस्तो बनेको छ हेर्नुस् यता हेर्नुस् यता सिटीहरु हेर्न सक्नुहुन्छ ऑडियन्स हेर्नुस् गाइस ऑडियन्स म त्यहाँ पुल छ पुलमा भरिएको पुरै बाटो ब्लगर गाइस ओ भाइ आउँछ लगाइजहरु फेरि पनि हाम्रो सेकेन्ड हाफ स्टार्ट भइसकेको छ अहिलेसम्मको स्कोर 0-0 नै छ भन्ने कुरा थाहै छ फाइनल खेल चलिरहेको छ रतमाई खेलकुद विकास समितिका सदस्य राम राजवंशीजीलाई मागेको चिन्ह ग्रहण गरिदिनु मार्दो गोल ओइ गोल गाइस यहाँ हेर्नु सेलिब्रेसन हेर्नु गाइस गोले त गाइस किपर राम्रै हो कि तर हातबाट सिक्नेको भन्नुपर्छ नत्र त क्याच लिइसकेको थियो तर मिस्टेक लक नहुन सक्छ हैन अब फेरि पनि अहिलेको स्कोर रहेको छ सिबी स्पोर्टिङ क्लब 1 र रतमाई जियारो गाइस युवा खेलाडी जसले गोरीगञ्जको नामलाई झापा जिल्लादेखि कोशी प्रदेशसम्म कबड्डी खेल मार्फत चिनाउँदै गर्दै हुनुहुन्छ
रुपेश ताजपुरिया उहाँलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु रेसलबीच मैदानमा दुईवटा फाल्तु कुकुर फसेर यहाँ लास्ट शट के हो ओ सेफ यार किपर त जे पनि एक्टिभ छ है तर जे कर्नर हो लास्टको मोमेन्ट एग्रेसिभ गेम प्ले चल्दैछ अहिले लास्ट एटेम्प अब भन्दा पनि हुन्छ कर्नर पाएको छ र तपाईँको खेलाडीहरू सबैजना उठिसकेछ कि कस्तो गेम के हुन्छ भनेर लास्ट एटेम्प तर सक्यो भन्दा पनि भयो अब सक्यो गेम सकिएको छ शिव सुदाक्षी स्पोर्टिङ क्लब विनर सेलिब्रेसन गर्न छोडेर बलको पिछा लागेको छ त ल विनर टिम शिव स्पोर्टिङ क्लब आजको यस फाइनल म्याचमा रत्नमाई नगरपालिका केन्द्रीय विकास समिति र शिव सताक्षी शिव स्पोर्टिङ क्लब भएको यस प्रतिस्पर्धात्मक म्याचमा 0-1 को विजय हासिल गर्न सफल शिव स्पोर्टिङ शिव सताक्षी युवा क्लबलाई बधाई ज्ञापन गर्न चाहन्छौँ आफ्नो टिमलाई विजयी नम्बर 18 अमित बेसरा हुनुहुन्छ म उहाँलाई हाई स्कोरका पुरस्कारहरू यस टुर्नामेन्टका प्लेयर अफ द टुर्नामेन्ट अनिल परियार ज्यूलाई उहाँलाई ट्रफी मेडल प्रमाणपत्रहरू वितरण पनि हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र आगामी दिनहरूमा खेलकुद विकास समिति कोरोबारी न्यू कोरोबारी युथ क्लब युवा तथा सामाजिक व्यक्तित्वहरू सम्पूर्ण मानवहरूलाई